गाइस आज चाहिँ हामी जनकपुर धाम जाँदैछौँ। जानकी मन्दिर इटरी टु जनकपुर। अहिले चाहिँ हामी यहाँ इनरमामा खै कुन ठाउँ हो बसपातिर आएर हामी चिया खाँदै बसिरहेछौँ। अब हामी यो चिया खाइसकेपछि नन स्टप कहाँ रोकिने, अब कोसी ब्यारेकतिर रोकिन्छौँ। अनि बिस्तारै हामी अपडेट गराउँदै गर्छौँ। त्यही हो, हेर्दै गर्नु। ल गाइस हेर्न सक्नुहुन्छ हामी लाग्नु आँट्यौँ। म फेरि जनकपुरको लागि हामी लाग्यौँ है त। घरतिर भेट्नुपर्छ। हामी अहिलेको लागि जाँदैछौँ कता भनेपछि जनकपुर। यहाँ हेर्न सक्नुहुन्छ है, हामी लाग्यौँ। अब लागेको लागि छौँ। कता पुगिन्छ तर पुगिन्छ ठ्याक्कै जनकपुर। गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले जनकपुर मन्दिर जाने म्याप हेर्दैछौँ। हामी कोसी ब्यारेक पुग्न आँट्यौँ। ठ्याक्क यही बाटो सिधा। अब कोसी ब्यारेक पुगेपछि भेटौँ। ल गाइज हेर्न सक्नुहुन्छ हामी कहाँ यही आयौँ। कोसी ब्यारेज पुग्यौँ हामी। तपाईँहरूलाई देखाउन जाँदैछौँ हामी कोसी ब्यारेज। कहिले देख्नु भएको हुँदैन होला, हेर्नुहोस्। ल गाइज हामी चाहिँ अहिले कोसी ब्यारेक आइपुग्यौँ। हेर्न सक्नुहुन्छ है हाम्रो बाइक चाहिँ यहाँ छ। क्या दामी बाइक छ है। हाम्रो यो कोसी ब्यारेक क्या अखा छ। यहाँ हाम्रो सागर काहीँ नभएको। यहाँ अर्को छ नि फेरि। अब के भन्दाखेरि अब जाने हामी कता। अब हामी कता जाने हो। अब हामी अगाडिबाट म्याप हेरेर अब हामी म्याप हेर्दै हिँड्छौँ। अहिलेको लागि चाहिँ यही रोक्यौँ है। बाई गाइस हेर्न सक्नुहुन्छ हामी यहाँ रोक्यौँ। अब चिसो खान्छौँ कि तातो खान्छौँ त्यो चाहिँ थाहा छैन। फ्रुटी खान हामी यहाँ म्याप हेरिरहेछौँ। अब यहाँदेखि 108 किलोमिटर छ। हामी अहिले स्वयम्भूनाथ लगभग आइपुग्न आँट्यौँ। अझै अरू के बोल्न चाहनुहुन्छ कि? अब तपाईँहरू बाटो हेर्नुहोस् कस्तो छ। बाटो चाहिँ एकदम खत्तम छ। बाटो क्या अक्का छ। अब धुलो मैलोले कपालले बिग्रिसक्यो यहाँ हाम्रो। बिचमा बाटोहरू तपाईँहरू हेर्नुहोस्, हामी देखाइदिन्छौँ। क्या रमाइलो खालको छ। अहिले चाहिँ हामी लाहान आइपुग्यौँ। भर्खर लाहान इन्ट्री भयौँ। अब यहाँ चाहिँ हामी यहाँ यसो चिया खान बसेको। अनि कस्तो रह्यो त यात्रा? यस्तो छ हालत। यहाँ चाहिँ हामी भर्खर लाहान आइपुग्यौँ। हाम्रो सागरज्यूको भाइजर नै गयो। म्याचिसको कल धेरै शान्ति देखाउँदै थियो। एक लाठी हान्न खोजेको डाठाले भाइजरै उडाइदियो। हेर्न सक्नुहुन्छ बाटो भने यस्तो अखा छ। माचिसको खोल कसरी जानु जनकपुर भइसक्यो मलाई। कस्तो राम्रो बाटो छ यार। कहिले बनाउँछ हौ बाटो, यति लागिसक्यो। अनि यति भन्दै हाम्रो मामाज्यू पनि अगाडि हुनुहुँदो रहेछ। नमस्कार ढोकिदिया भन्दै हामी चल्दिया। हेर्न सक्नुहुन्छ यतिको सफा बाटो त विदेशमा नि छैन होला। यतिको सफा बाटो भए विदेशी पनि यता आइहाल्छ। के गर्नु, धेरै गाह्रो छ नेपालमा बस्न। यस्तो सफा बाटो। माचिसको खोल यति भन्दै मैले अहिले राख्न खोजेको अझै धुलो आउँदैछ।
जाने हाम्रो ल लेफ्ट साथी यहाँबाट लेफ्ट हामी आयौँ हामी कता जाँदैछौँ निकै हाम्रो ओहो आयो राइट केटा मन्दिर चाहिँ आयो तर बन्द रहेछ अब होटल आज यहीँ बस्ने हो भोलि होटलमा बस्ने त्यसपछि के गर्ने भन्दाखेरि भोलि पूजा गर्न आउने बिहानै हामी धेरै शुद्ध भइसक्यौँ है त तिम्रो जस्तो फडा छैनौँ हामी कुरीको ब्यान्च देखाएको छौ कहिले वाट इज दिस गाइस अहिले चाहिँ हामी जनकपुर आएर यहाँ नास्ता खाँदैछौँ कस्तो लाग्यो यात्रा कस्तो भयो त राम्रै भयो अहिले हामी मन्दिर चाहिँ गएको छैनौँ बन्द भएको कारणले अब यो खाएर रुम खोज्छौँ अनि त्यस पछाडि मन्दिर जान्छौँ ल केटाकेटी हेर्न सक्छु हामी रुमबाट निस्क्यौँ सुतेर कति घन्टा सुत्यौँ थाहा पनि छैन अब हामी जाँदैछौँ नभए ब्याङ्क पैसा निकाल्न सट्टसँगले हल्का आमा म त फकिङ मिलिनियर भइदिएको है हामी हेर्न सक्छौँ बाटो त यो सेम हो त्यही जनकपुर जनकी टेम्पलबाट जाँदैछौँ हामी रातें सुरंग सी बागी उड़ान पे ही ना जाने क्यों इलाही मेरा जी आए के छ अब चाहिँ हामी यहाँ पुरान ढल्न आँटेको छौँ जनकपुरको स्ट्रिटमा गाइस अब चाहिँ हामी जनकपुरको दहीपुरी खान आँटेको छौँ दही नै चिसो छैन मिठै छैन न काम दही चिसो भएको हुन्छ कि कहाँ पुग्यौँ साथी हाई फाइनल्ली हामीले कति महिनादेखि भनेको उता देखा न कहाँ पुग्यो भन्दाखेरि जनकी टेम्पल हेरेको छौ कहिले म चाहिँ गाइस हामी चाहिँ जनकी टेम्पल आइसक्यौँ आउँछौँ भनेको थियौँ होइन ल केटाहरू हेर्न सक्छौँ हामी दुईजना जाँदैछौँ मन्दिर 5:30 बजेको थियो सुतेको भएर कति टाइम पनि हेर्न सकिँदैन समथिङ 7 बज्न आँटेको छ मन्दिर जाँदा हेर्न सक्छु है